सो यस्तै कारणले हो नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय लेभलमा बेइज्जती हुने। प्रसङ्ग के हो भने जिमी नेसमले अहिलेसम्म पनि पोखरा एभेन्जर्सबाट जुन एनपिएल खेलेका थिए त्यसको पारिश्रमिक पाएका छैनन् भन्ने कुरा बाहिर आएको थियो। सो यो कुरा कहाँबाट सुरु भएको भने आइसिसी टी20 विश्वकप अन्तर्गत 2026को उपाधि भारतले जित्यो। आइतबार अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा न्युजिल्यान्डलाई 96 रनको फराकिलो अन्तरले पराजित गरेपछि भारत लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक टी20 विश्वकप विजेता बन्यो। पहिलो ब्याटिङ गरेको भारतले 5 विकेटको क्षतिमा 255 रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको न्युजिल्यान्ड 159 रनमै अल आउट भयो। न्युजिल्यान्डका बलर विरुद्ध भारतका ब्याटरहरूले आक्रामक रूपमा प्रस्तुत भएका थिए। लगातार चौका र छक्काको वर्षा गरिरहेको बेला न्युजिल्यान्डका लागि 16औं ओभरमा जिमी निसमले 3 विकेट लिएपछि केही राहत भएको थियो। 16 ओभरमा जिमी निसमले ईशान किशन, सञ्जु स्यामसुङ र सूर्यकुमार यादवलाई आउट गरेका थिए। यद्यपि अन्तिम ओभरमा निसमलाई शिवम दुबेले 3 चौका र 2 छक्का प्रहार गर्दै 24 रन जोडेका थिए। निसमले 3 विकेट लिएपछि नेपाल प्रिमियर लिग एनपिएल टोली पोखरा एभेन्जर्सले बधाई दियो, किनभने निसमले गत मैचमा भएको दोस्रो संस्करणमा पोखराबाट खेलेका थिए। पोखराले विश्वकप फाइनलमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै प्रशंसा गरेर दोस्रो संस्करणको एनपिएल आफ्नो टोलीबाट खेलेको विषय गर्वलायक भएको बताएका थिए। सो पोस्टमा जिमी निसमले कमेन्ट गर्दै आफूले पोखराबाट अझै पनि पारिश्रमिक नपाएको सङ्केत गरेका थिए। उनले लेखेका छन्, कुल पे योर प्लेयर्स, अर्थात् तिम्रा खेलाडीलाई पारिश्रमिक देऊ। निसमले प्रतिक्रिया दिएपछि नेपाल क्रिकेट सङ्घ क्यानले चासो व्यक्त गर्दै पोखरा व्यवस्थापनलाई प्रश्न सोधेको छ। पोखरा एभेन्जर्सका मुख्य लगानीकर्ता मध्येका एक सुबोध त्रिपाठीले पारिश्रमिक दिन पोखरा तयार भए पनि नेपालको प्रशासनिक प्रक्रियाले ढिलाइमा समस्या भएको उनले बताएका छन्। हामीलाई खेलाडीको पारिश्रमिक दिन कुनै समस्या छैन, तर नेपालको प्रक्रियागत कुराले ढिलाइ भएको पक्का हो। त्रिपाठीले सुरुमा राष्ट्र बैङ्कको अनुमति चाहिने भनियो, तर हामीले कारोबार गर्ने ग्लोबल आइएमएफ ब्याङ्क चाहिन्छ भन्यो। त्यसपछि हामी राष्ट्रिय खेलकुद परिषदमा गयौँ, तर परिषदले मुद्दाको विषय लिएर अनुमति दिन ढिलाइ गरेको छ। बीचमा निर्वाचनका कारण कार्यालय बन्द भयो। हामी पारिश्रमिक दिने प्रक्रियामा छौँ। सो आशा गरौँ छिट्टै पनि उनले पारिश्रमिक पाउन् र यस्तो अन्तर्राष्ट्रिय बेइज्जती नेपालको नहोस् र आगामी सिजनमा पनि जिमी नेसमलाई हामीले एनपिएलमा देख्न पाऊँ। यस्तै कुरा भयो भने हामीलाई इन्टरनेसनल प्लेयरहरू ल्याउन गाह्रो पर्छ। सो आशा गरौँ पक्कै पनि नेपालका लिगहरूले अथवा नेपाल क्रिकेट सङ्घ क्यानले यस्ता जुन समस्याहरू छन् त्यसलाई सोल्भ गरेर नेपाली क्रिकेटलाई अगाडि बढाएर लाग्नेछ। तपाईँको विचारमा के भन्नु छ? आफ्नो प्रतिक्रिया तल कमेन्ट बक्समा लेख्न चाहिँ नभुल्नुहोला। साथै च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी बेल आइकन दबाउन चाहिँ नभुल्नुहोला। थ्याङ्क्स फर वाचिङ। बाई बाई।